लाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य छ र संविधान बमोजिम समयभित्रमा निर्वाचन गर्नुपर्छ भनेर तीनटा दायित्व अहिले यो सरकारलाई छ। त्यसैगरी त्यो तीनटा दायित्व हाम्रो पत्रकार र नागरिक समाजलाई पनि छ। तीनटा दायित्व मध्येको निर्वाचन समयमा सम्पन्न गर्नुपर्छ भन्ने यो अभियानमा हामी सबै लाग्नुपर्छ। यहाँहरूले पनि त्यो दबाब त्यो आवाज सृजना गर्नुपर्छ। कुनै पनि हिसाबले निर्वाचनको मिति सार्नु भनेको हामीले मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो। त्यो अनिश्चयले युवालाई थप निराश बनाउँछ र मानिसहरू निराश भइसकेपछि मानिसहरूले व्यक्त गर्ने धारणा, मानिसहरूले गर्ने व्यवहार, मानिसहरूले गर्ने क्रियाकलापमा चाहिँ अन्तर आउँछ। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नका निमित्त निर्वाचन अपरिहार्य रहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज नाफेसको 16औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा उहाँले वर्तमान सरकारलाई 3वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको जिकिर गर्नुभयो। निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको उहाँले बताउनुभयो। अनिश्चयले युवालाई थप निराशा बनाउने उहाँको भनाइ थियो। संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको उहाँले बताउनुभयो। उहाँले मुलुक अहिले परिवर्तनको सघारमा रहेको तर परिवर्तन भइ नसकेको बताउनुभयो। जनजी आन्दोलनले आर्थिक समृद्धिको लागि नभई भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको उहाँले बताउनुभयो।